पत्रकार साथीहरू, यो आज यहाँहरूले ध्यानाकर्षण गराउनु भएको यो ज्ञापन पत्रद्वारा मैले मेरो जिल्ला समन्वय समितिको प्रमुखको हैसियतले यो जिल्लाभित्रका 7वटै स्थानीय तहलाई यहाँहरूको यो जायज मागप्रति सकारात्मक भई मैले यहाँहरूको यो मागलाई 7वटै स्थानीय तहलाई यहाँबाट पत्रचार गरी अनुरोध गर्नेछु र यहाँहरूले जुन कुरा उल्लेख गर्नुभएको छ, स्थानीय पत्रकारहरूले नै स्थानीय तहका जति पनि विज्ञापनहरू, सूचनाहरू रेडियो, एफएम, अनलाइन मार्फत विगत लामो समयदेखि यहाँहरूले उजागर गर्दै आउनुभएको र त्यसमा सहजता र सुलभ भएको हामीले पनि महसुस गरेका छौँ। यो सरकारी निकायले मात्र गर्नुपर्छ भन्ने जुन एक खालको यो सङ्घीय सरकारले परिपत्र गरेको छ, यो परिपत्रले यहाँहरूको नारीयसता जुन छाएको छ यो नारीयसता नछाओस्। हामीले जुन अहिले भर्खरै यहाँ वाचनमा पनि भन्नुभयो, स्थानीय सरकार स्वयं आफू सरकार हो, उसले हरेक कानुन हरेक कुरा नीति नियम बनाउन सक्छ भने पक्कै पनि स्थानीय पत्रकारहरूलाई आफ्नो त्यो कार्यक्षेत्रभित्र रहेर आफ्ना विशेष गरी सूचनादेखि लिएर विज्ञापनहरूदेखि लिएर यो स्थानीय पत्रकारहरूलाई दिनुपर्छ भन्ने मान्यता राख्दछ र यसमा मैले यहाँहरूको यो मागप्रति ज्ञापन पत्रलाई एकदमै सहर्ष स्वीकार गर्दै 7वटै स्थानीय तहलाई म पत्रचार गर्नेछु र समन्वय गर्नेछु भन्ने मैले विश्वास दिलाउँछु। हस्, धन्यवाद।